साथीहरू है म चाहिँ अब यहाँ कतारमा है मेट्रो चढ्दैछु यसो टाइम पासको लागि आएको थियो त्यही भएर अब मेट्रो चढेको चाहिँ यसो अनुभव गरिरहेको छु कस्तो हुँदैछ भनेर मेट्रो चढ्दाखेरि जाँदैछु म देखाउँछु तपाईँहरूलाई कतारमा चाहिँ होइन सबैभन्दा सस्तो साधनको रूपमा हामीले चाहिँ सहज रूपमा चढेर हिँड्न मिल्ने चाहिँ मेट्रो रहेको छ एकदम सस्तोमा चाहिँ हामी मेट्रो चढ्न सकिन्छ एकदम तपाईँसँग मेट्रो कार्ड चाहिँ हुनु पर्यो तपाईँ मेट्रो चलेको कतारको एकदम प्रख्यात सिटीहरूमा चाहिँ तपाईँ मेट्रोको यात्रा गर्न सक्नुहुनेछ त्यो चाहिँ पुरै अन्डरग्राउन्ड हुन्छ यो चाहिँ एकदमै अन्डरग्राउन्ड हुने भएकोले होइन एकदम चाहिँ भुइँभित्र के छ भनौँ न माटोभित्र होइन अन्डरग्राउन्ड चलेको हुन्छ यो मेट्रो चाहिँ म चाहिँ दोहाबाट क्युएनबी लुसेल जाँदैछु र मेरो रुमसम्म जाने भने चाहिँ अब यात्रा तय गरेको छु आउँदाखेरि चाहिँ म बसमा आएको थिएँ अब चाहिँ म टक्कसँगले ठक्कै रेसमा पुगेको छु म चाहिँ टक्कसँगले अगाडि सिटमा बसेको छु होइन लगभग अब के भन्नु एकदम मेट्रोको अगाडि सिटमा ड्राइभर जस्तै भएको चाहिँ कतार इनर्जीसम्म जाएको गइरहेको छ म चाहिँ क्युएनबी लुसेलसम्मको लागि हो होइन यात्रा गरिरहेको छु कस्तो चाखलाग्दो भिडियो त छैन तर पनि थोरै यत्रो ट्रेनमा एक्लै यात्रा गर्नुपर्छ कोही चढ्दैन रहेछ के हो डरै म त यस्तो दुलोमा पुरा दुलोमा कुदाइरहेको छ बिना पर्मिट कुदिरहेको छ यार यो के हो यस्तो यस्तो दुलोभित्र त घन्टा निस्केको पर्मिट लिनु पर्दैन छैन त के हो यस्तो ल हेर त कडा भूत ल है साथीहरू गाइजहरू यो चाहिँ भूत खोज्दैछु म चाहिँ यहाँ दुलोभित्र भूत खोज्दैछु है कसैलाई भूत हेर्न मन छ भने आउनु है फाइनली गाइज अब है मेरो चाहिँ अब डेस्टिनेसन आइपुग्न लाग्यो कतार युनिभर्सिटी पुगिसकेँ अब लास्ट स्टेसन चाहिँ मेरो हो लुसेल क्युएनबी हो यही है लुसेल होइन लुसेल रङ्गशाला त्यहाँ छ है कस्तो छ क्या अब लुसेलको झिलिक भरेको सहरहरू कस्तो छ नि यो चाहिँ मेट्रोको भ्यू है मेट्रोबाट एकदमै तरुनी भेट्नु जाँदाखेरि है त्यो तरुनी भेट्नु गएको थिएँ म मेरो तरुनी छ क्या यहाँ तरुनी भेट्नु जाँदाखेरि चाहिँ फर्किँदै गरेको म चाहिँ तरुनीलाई छोडिवरि यस्तो छ क्या दोहा सिटी यता छ यता हो दोहा सिटी चाहिँ दोहा सिटी त्यहाँ हो अब यो चाहिँ लुसेल क्युएनबी छेउमा आइपुगिसक्यो हो तपाईँहरू यसरी नाइट भ्युज चाहिँ हेर्न चाहनुहुन्छ भने चाहिँ नाइटमा टक्क मेट्रोको चाहिँ तपाईँहरूले यात्रा गर्न सक्नुहुनेछ एकदम रमाइलो हुन्छ एक्लै अब जिन्दगी एक्लै यात्रा गरियो है मेट्रोमा पनि छैन अस्ति त निकै थियो आज कोही छैन यहाँ बिहिबारको दिन चाहिँ एकदम धेरै हुन्छ फ्राइडे त त्यस्तो है होइन
कम हुन्छ खाली छ पुरै सिट खाली छ पुरै 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 टक्कसँगलाई मेरो चाहिँ स्टेसन आइपुग्यो होइन क्युएनबी बुझेको आज मेरो छोटो छोटो भिडियो लगभग अब अन्तिम चरणमा आइपुगेको छ सबैले हेरेर छोटो प्रतिक्रिया पनि दिनु होला है त फाइनली मेरो चाहिँ निस्किने बेला आयो टक्कसँगले याद अब भनेको सर निस्क्यो हो कहाँ निस्किने होला के भने सर निस्किने हो बाहिर निस्किने हो भाइ तपाईँहरू नि यसो यात्रा गर्न चाहनुहुन्छ भने पक्कै पनि बाटो भुलेँ के हो होइन धेरैचोटि त होइन धेरैचोटि भइसक्यो म ट्रेनको यात्रा गरेको चाहिँ यहाँ सर्क मान्छे जाने हो म चाहिँ अब क्युएनबी आइपुगेँ यहाँबाट सट्ट एडजस्ट भएर निस्किने हो सर्टले एक्लै छ यार यात्रा नि एक्लै गर्नु पऱ्यो कोही झन्डै लडेको झन्डै लडेको नि यार प्रविधि पनि के छ यार सर है लिफ्ट छ यस्तो छ नि होइन निस्किनु आँटे सट्टसँगले है म चाहिँ आइपुगेँ अब कार्ड स्विप गर्नुपर्छ टक्कसँगले अब अघि कार्ड निकालेको थिएँ कार्ड गर्नु मेरो कार्ड चाहिँ यहाँ छ यस्तो हुन्छ होइन हौ 3 रुपियाँ बाँकी रहेछ अब आहा सकिसकेछ मेरो यो नि अब चाहिँ म यहाँदेखि कहाँ छु म अनिश्चित यात्रा थाहा छैन कहाँ जाने हो अरूको भिडियो आउँछ भनेर म चाहिँ आफ्नो अनुहारले देखाएको अब बिना अथोराइज अरूको फोटोहरू खिच्नु बनाएको थियो भिडियोहरू होइन त्यही भएको कारणले आफ्नै मात्रै आउने तरिकाले चाहिँ म हिँडिरहेको छु है अब सर यहाँदेखि चाहिँ टक्कसँगले हो क्या अगाडि जानु यहाँ पनि पुरै छ बिस्तारै हिँड्दा पनि हुन्छ मजाले चढ गर्छु ढिलो भइसकेछ मलाई फेरि त त्यसको पैसा सकिसकेको रहेछ आम्रोमा रिचार्ज गर्ने बेला भइसकेको थियो मेरो कार्डको अस्ति निकै थियो जस्तो लाग्छ यार 5 बजे हतार कुद्नु पर्ला जस्तो नकुदी भएको छैन यार त्यो कुदेको ठाउँमा नि कुद्यो हो कि साला एक्लै कुद्नु परेछ कोही छैन साथीहरू पनि छैन जिन्दगी के हो यस्तो यार कोही छैन त लड्कीहरू कोही छैन लड्काहरू बनाउँदै छ त कोही छैन अब नेपाली केटीहरू उयो लाग्छ
नेपालीहरूको बेहोरा यस्तो छ मजा निस्किने बेला भयो है फाइनल्ली ट्रेनको यात्रा पनि गरियो अन्तिममा अब निस्किनुको लागि लास्ट डेस्टिनेसन के अन्त अन्त म फेरि कौरा चढेर जानुपर्छ साला यात्रा यस्तो धिमा खराब गर्नुपर्छ नि गाह्रो छ मलाई अहिले खेलिदिन्छ है मलाई निस्क्यो म टक्कसँगले त्यहीबाट होइन